यो थाकल हो सर है। अब यो निस्किँदैछ थाकल हेर्नु त निस्किँदैछ। यो चाहिँ तपाईँको वैशाख जेठमा चाहिँ यो पाक्छ। यो तपाईँको भाले पोटी हुन्छ। यो फेरि यो चाहिँ नि भाले हो सर। यो बस्दैन होइन। यो खाने यो चाहिँ तपाईँको निकालेर त्यो खाना मिल्छ। अनि त्यसपछि पोथीको चाहिँ तपाईँको त्यो दाना बस्छ। यहाँको मुख्य वनस्पतिमा चाहिँ नि मुख्य प्रजाति त यहाँ सालै हो सर। साल म्याक्सिमम यहाँ साल रुख हुन्छ होइन। अनि त्यसपछि प्यारी अनि साज। स्थानीय भाषामा चाहिँ हामीले खजिउरी पनि भन्छ, खजिउरी है। र यसको चाहिँ नि धेरै चिजहरूमा चाहिँ नि हामीले प्रयोग गर्न सकिन्छ। जस्तै यसको खानेदेखि लिएर होइन यो पातले चाहिँ नि घर छाउने गर्छ। र यसको चाहिँ नि अब यो पात गरेर निकालेर तपाईँको यसको मन्रो होइन टोपीहरू के पनि बुन्न सकिन्छ। र यसको चाहिँ तपाईँको यो काटेर यो भित्रको यो गानो यसको गानो मजाले तरकारी खान पनि सकियो। अनि त्यसको अचार बनाएर खान पनि सक्यो। काँचै पनि खान सकिन्छ। र यो अहिले तपाईँको यो आइरहेछ यसको होइन। यो निकालेर यसरी यो चाहिँ यसरी निकालेर यसरी खाइन्छ। यसरी खान्छ। अनि यसको भित्रको पनि यो पनि खाइन्छ। यो पनि खान्छ। अनि यो अलि ठुलो भएपछि यो चाहिँ नि तपाईँको काँचोमा चाहिँ नि तपाईँको भित्रको त्यो गुडी खाइन्छ। भइरहेको बोक्रा फालेर भित्रको चाहिँ बिउ खान सकिन्छ। र पाक्दाखेरि फेरि तपाईँको बोक्रा चाहिँ कालो हुन्छ। कालो भइसकेपछि त्यो बोक्रा एकदम गुलियो मिठो हुन्छ। तपाईँको यो खजुरको प्रजाति हो। यो दुबई साउदीतिर पाइने खजुरको प्रजाति हो एउटा। त्यस्तै स्वाद हुन्छ यसको चाहिँ सानो हुन्छ। 4वटा सामुदायिक वन छ। एउटा मन्जुश्री छ, अनि अर्को जोल्टे पोखरी, अनि नवदुर्गा र हाम्रो झरना खोला। यो 4वटा चाहिँ हाम्रो चाहिँ छिमेकी वनको बनौटदेखि लिएर भूगोल बनौट र यहाँको चाहिँ प्रजाति अब पाइने प्रजातिहरू पनि एक नासको होइन छ। यहाँ चाहिँ हाम्रो वनमा धेरै किसिमको फलफुलहरू पाइन्छ। जस्तै दोहोरे भन्छ, प्यारी भन्छ, हर्रो बर्रो अम्ला। पहिला हामी मारा हिँड्दाखेरि हामीले खाजा नास्ता बोकेर हिँड्नै पर्थेन। हामीले वनमै जङ्गलबाटै हामी चाहिँ खाजा खाइन्छ। एटलिस्ट हामीले यहाँको गिठा भ्याकुरहरू खनेर हामीले के अरे त्यसको चाहिँ तपाईँको छाक नै तार्ने पनि हुन्थ्यो हाम्रो। र अहिले चाहिँ यसको अब फेरि अर्को के छ भने यसको जुन गानोहरू छ नि यो त्यतिकै त्यो सुकेर यसको चाहिँ मजाले चाहिँ चराहरूको चाहिँ नि डिजाइन गरेर एउटा चाहिँ हामीले त्यो के अरे गिफ्टहरू होइन मायाको चिन्हहरू चाहिँ यसरी बनाएर पनि दिन सकिँदो रहेछ।